हेलो हेलो गुड इभिनिङ सबैलाई। आज मैले साँझको खानामाथि मासु पकाउन लागेको। अनि मासु त्यस्तो राम्रोसँग त अब पकाउन आउँदैन, सिम्पल तरिका अलिअलि जस्तो त्यस्तै तरिकाको पकाउँछु र तपाईँहरूलाई पनि देखाउँछु। आउनुहोस्, हेर्दै गर्नुहोस् र खाना पनि आउनुहोस् ल। र मैले मासु पकाउनुको लागि के रेडी बनाएको छु त्यो हजुरलाई देखाउँछु ल। त्यति धेरै त छैन, अब थोरै जे छ घरमा त्यही बनाएको छु, हेर्दै गर्नुहोस् ल। यो चाहिँ हाम्रो खसीको मासु घर अगाडि काट्नु भएको थियो पसलमा, त्यही ल्याएको। 1 केजी ल्याएको, 1 केजी आधी केजी फ्रिजमा छ, आधी केजी यो भयो। अब यसको लागि रेडी के बनाएको छु त मैले यसमा राख्ने देखाउँछु ल। मासुको लागि मैले रेडी बनाउँदैछु यो 2वटा रातो खुर्सानी, अनि यसको लागि यो अदुवा बनाएको, अदुवा पनि, अनि यो उसको लसुन हो, अनि यो जिरा हो, यो पिसेर यसको पेस्ट्री बनाउन लाग्यो। र प्रेस कुकर बसाइसकेँ 1-2 सिटी लाउनको लागि। अब तेल राख्छु ल। गाइस मैले अब प्याज काट्न आइसकेँ। यसलाई दिनुपर्छ यसरी। गाइस हामी अर्को आयोडिन नुन बढी खानाको कारणले थाइरोइड देखा पर्छ भनेर आयोडिन नुन र यो नुनसँगै मिक्स गरेर यसमाथि राखेर तरकारीमै खान्छौँ। अहिले चाहिँ प्याज यो अलि गलाउनको लागि बनाएको, पाकिसक्यो। अब मासु राख्ने बेला भयो। अब यसमा मैले मासु राख्न लागिसकेँ। यसलाई एकछिन चलाइदिन्छु, अनि एकछिन चलाएर अब मासुमा मैले मसला राखेँ। अब यसमा मैले टमाटर राखेँ। अब मैले चलाउँदैछु। यसमाथि हरियो गोलभेडा टमाटर राखेर यतिसम्म भयो मेरो मासु। अब यसमाथि थोरै रस राखेर सिटी लाउनुपर्छ, 1-2 सिटी। गाइस मैले मासु बसालिसकेँ। अब त्यहाँ सिटी लाग्दैछ। आमाले ल्याएको यो फापर अनि यो बेथुको साग बनाउँदैछु कि तरकारी। अनि त्यो मासु पाकिसकेपछि देखाउँछु ल। गाइस फाइनल्ली हाम्रो मासु पाकिसक्यो। यस्तो भयो हाम्रो मासु। फाइनल्ली गाइज हाम्रो खाना रेडी भइसक्यो। मासु पाकिसक्यो। पाकेन भन्नु ल, जस्तो आउँछ त्यस्तै तरिकाले मैले मासु पकाएँ। मिठो छ, एकदम मिठो छ। आफूलाई मनपर्ने तरिकाले बनाएको छु। पाके चाहिँ नभन्नु ल हेरेर। बाई बाई।